बाफ आइरहेछ मेरो बाफ आइरहेछ बाफ आइरहेछ अब आजसम्म गरेका गल्ती पापहरू सबै नष्ट हुन्छ भन्ने आशाले मलाई देखा न कतिको तातो छ तातो हिटै ओभर छ है ओभर मलाई देखा न दामी छ आनन्द चिल छ गोमानथाङको चिसो फोहोर जम्मै निस्क्यो ब्लगर देवेन्द्रको साथमा हामी यो तातो पानीमा हात्ती बाहिर आएर पानी थियो नि के हुँदैन होइन कपाल झर्न खत्तम भइसक्यो अब चाहिँ अब चाहिँ के हुन्छ तातो छ होइन डोरा सुरु तातो भएको छैन अहिले छाला यत्रो डोरा ल्याएर टाउको हाल्न सक्दैन यार टाउको हाल्न जान्छ कपाल जान्छ लगाइज हामी चाहिँ यहाँ तातो पानीमा नुहाउन आएको छु म्याग्दी जिल्ला है अब यहाँ तातो पानीमा यहाँ सबजना नुहाउने मान्छेहरू जस्तो छ हाम्रो केटाहरूमा नुहाइसक्यो हो छिर्ने हो ल ल ल ल ल नुहायो नुहायो तातो तातो छ वाइल्ड तातो छ चिसो पानी हो मन तातो हर हर महादेव दिन्छ है ल ल ल नमो पार्वती पटेल हर हर महादेव अब आजसम्म गरेका गल्ती पापहरू सबै नष्ट हुन्छ भन्ने आशाले भाइ यसको समाधान न के ल निस्किनु मन नलाग्छ माथि हाल ल कतिदेखि गर ल मन गयो त पानीमा हर 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 गङ्गा मन गयो त पानीमा हर 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 गङ्गा हर हर महादेव ठ्याक्कै ठ्याक्कै यहाँ ल म छिर्छु ल तातो पानी हो तातो रे आनन्द मलाई देखा न कतिको तातो छ तातो हिटै ओभर छ है ओभर मलाई देखा न दामी छ आनन्द चिल छ गोमानथाङको चिसो फोहोर जम्मै निस्क्यो सबै चिज मारिदिएँ मैले त लास्ट तातो भइरहेको थियो अहिलेसम्म चाहिँ अहिले चाहिँ जस रेमल आइज लुगा फेरि केही हुँदैन दाइ यहाँ मिठो हुन्छ साँच्चै यहाँ त यहाँ छिरोस् अन्त कहाँ छिरो मान्छेहरू कहाँ कहाँ टाउको खोल्न छिराइज टाउको मात्र छिरा लास्ट बजाउँदै बजाउने होइन नि मलाई ओहो यो त के स्याटिस भयो यार ओइ केटा टाउको पनि छिराउ यसरी मैला नि यार मन त्यत्रो घाम गएर मार्ने हो नि प्लास्टिक ओइ मा देवेन्द्र कुइलिन्छ हो र त्यो गिलासले यसो गर्ने हो नि आउँछ गिला चाहिँ चाहिँदैन बुढाले ढड्यो नि स्मार्ट स्मार्ट एक करोड पुरै पुल घुम्ने हो सरर गर्ने ब्लगर देवेन्द्रको साथमा हामी यो तातो पानीमा यहाँ त मलाई दुध हालेर चियापत्ती हाल्यो भने त चिया बन्छ कि भनेर त त्यस्तो तातो छ सर्प आइदियो जाँदा कहाँ सर्प
हट स्प्रिङ वाटर म्याग्दी जिल्लाको गाइस अगाडिको भ्यू चाहिँ यस्तो छ ओए त कहाँ उता गएको यहाँ धेरै तातो रहेछ क्या ए त्यहाँ मेन सोर्स त त्यहाँबाट रहेछ नि तातो पानी आउने यार ठाउँ त असीलाई यहाँ हाल्दैछ नि एकछिन यहाँबाट आएर चाहिँ न तातो पानी आउँछ त्यहाँबाट तातो पानी माथिबाट होइन पृथ्वीको राप होइन पृथ्वीको राप होइन बाफ आइरहेछ बाफ आइरहेछ बाफ त आइरहेछ नि त्यही त हो छिराउनु टाउको बजाउँछ के मजा आएको छिरा छ त मैले किन छिरा नि छिरा देखाइन्छ छिराउ भुत्ला खुइल हात्ती बाहिर आएर पानी थियो नि के हुँदैन होइन हुँदा हुँदैन नि मलाई भइहाल्यो भने सकिहाल्यो नि कपाल वास्तै रातै खिचिन्छ दारी चलाउनु लाग्दैन भने मलाई लाग्छ कि जस्तो लाग्छ मेरो लाग्छ नानी छिरिङ पग्ली जाइज कपाल झरेर खत्तम भइसक्यो अब भगवान फाँगा अन्त टेन्सन हुन्छ नि आयो छिर्नु पऱ्यो अब पुरै पण्डित गर्नु दिने है है मजा तातो पानीमा पौडी खेल्दैछौँ है अनि नेपालमा यस्तो यस्तो छ गोल्ड भिजिटबाट आउनुपर्छ है केही गर्नलाई रमाइलो गर्नलाई सराप्दै गरी पाउनु त धेरै तैँले आयो भइछ त लुगा मुला यत्रो पैसा रहेछ म भयो त मलाई त्यही लाएर हेर्नु भयो ठिक भयो अब चाहिँ के हुन्छ तातो छ होइन सुरु एकछिन बस्नु एकछिनमा फिट हुन्छ ओ मजा आउँछ एकछिन बस्नु ताल पनि हाल्नु त कपाल आउँछ कपाल हुनेको झर्छ न मैले सबले मारेर अनि यहाँबाट जान्छ होला नि त उता पनि उता जान्छ होइन अहिले त्यहाँ सावर लिएर निस्किनुपर्छ क्या लाग्छ सावर नआउँछ सावर फिल्टर भयो बस्नु म त यहाँ दिनभरि बस्छु भने बस्नु ढाडेर हो नि त अहिले त चिसो फिल्म थाल्यो क्या तातो पानी अहिले तातो भइरहेको अझै होइन तातो भइरहेछ अहिले एकैछिनमा फिट हुन्छ सब यस्तो यहाँ हल्का मैले पनि भर्खरै त्यही के भयो एकछिन बसेर देखाउ ल 30 सेकेन्ड ल आउनु त जान्छु म यहाँ सेकेन्ड भयो पाइलो भयो कि होइन च्यालेन्ज भन्न सकिन्छ तर च्यालेन्ज त हो नि तातो जाँदो भने नि मिनट 30 सेकेन्ड म त यहाँ सेलाएर पानी मलाई त मलाई कम हो मलाई जाडो हुन थाल्छ मलाई सेलाएर तातो भएको छैन अहिले छाला यत्रो डढाइ ल्याएर मेरो घाँटीको चुक्नु पर्ने बफ खाँदा खाँदा त्यो निस्किएको थियो दाँत जस्तो निस्किएको थियो घाँटी बफ धेरै खाएर बोलो याकली हुँदैन रहेछ त्यहाँ आउनु मैले जान्छु एकछिन मैले जाँदा कता छ अहिले अलिक ठिक हुन थाल्यो तातो पनि अब त नर्मल जस्तो भइसक्यो हुन्छ नर्मल पादैन आमा एकछिन हो तातो आएकै त्यो डाँडा त्यस्तो छ यहाँ टाउको हाल्नु सक्दैन यार टाउको हाल्नु जान्छ कपाल जान्छ यहाँ सफा होइन खासमा त्यहाँ भन्दा फ्रेस पानी आउँदैन नि यहाँबाट गाडीहरू छ उठाउनु परिरहेको म मेरो त यसो गर्दाखेरि घुँडामाथि नै आउँदैन यार यहाँ त त्यस्तो छ यहाँ आएको त्यहाँ चिसो पानी भइगयो नि त्यहाँ आउने मन लाग्यो मलाई जति म त आउँछ मन जानु पर्यो मार्नु पर्यो हल्का दिनाउनु पर्यो मजा आइरहेको छ नि रेबन्दा होइन बेकार अझ तपाईँ यहाँ नछिर्नु भएको भए मिस गर्नु हुँदैन नि त छिरिहाल्ने हो क्या यस्तो कुरामा ओहो यार यो त डेन्जर तातो छ यार यो अगाडि आइज न मेरो बाहिर हाल्नु है मेरो वाइडमा भयो कि हो त के तेरो आइफोन आइफोन त होइन कस्तो लाग्दैछ त्यो मुहान नेरी जाँदाखेरि त्यो नि कतिको तातो लाग्दैछ
तातो छैन मलाई त्यहाँ त थिएन यहाँ त नेक्स्ट लेभल तातो छ कति डिग्री जति हो खोइ खुट्टा उठाउनु पर्यो यहाँ चाहिँ साइक्लिङ गर्दै हुनुहुन्छ यहाँ दाइ हाम्रो सबजना हामीले आज ननुहाएको है मिस गर्ने रहौँ ठुलो गल्ती लास्ट चिलाउनु थाल्यो मलाई त्यसो भएर है खुट्टाहरू क्या सब जिउ चिलाउनु थाल्यो होइन अस्ति भयो भारी भयो कि यहाँ हेर पानी पानी हेर न मैलहरू हेर न पानी दबाई फेर्ने षड्यन्त्र हो क्या पानी मैलहरू हेर न मैले मैलो नि सब अनि मारिदिन्छु अझ बाहिर गएर घाम गरेको सुक्यो छैन अनि मार्नु पर्छ अनि आउँछ त्यही जहिले त्यही त नुहाएर निस्क्यो अनि त्यसपछि अलिअलि भोट थाल्यो कि म माटोको जीव माटोको जीव यस्तै हो भयो मैले रिल्याक्स जिउ हल्ला जस्तो हो जिउ हल्ले लास्तो भयो अरे बाइकमा अहिले हल्ल्याएको सम्झिरहेको थियो भोलि के भएको हल्दिनु रहेछ पानी मैले त दिनै टिस्युले चुसेर होला त्यस्तो आयो भयो मलाई राम्रो छ दाइ आउनु त ओ त निस्क्यो हो तर अब निस्किनु पर्छ यहाँ चाहिँ तातो ओहो पोल्ने रहेछ जान्छ टाउको हाल्नु टाउको चाहिँ मान्ने के भयो तातो पानीमा हालेर पकाएर ल हेर आउने स्याम्पल हेर आउँछु हेर त